म सानैदेखि काठमाडौँमा हुर्केको हुँ। 2067 सालको दशैँमा हामीले मामा घरमा मनाउने योजना बनायौँ। म दशैँ सुरु हुनुभन्दा 10 दिन अगाडि नै मामा घर पुगेको थिएँ। बुबा मम्मी भने बिजनेसका कारण जानु भएन। मामा घरमा हजुरबुवा, मामा, माइजू र मेरो भाइ जस्तो मिल्ने साथी रमेश थिए। हामी दुवै असाध्यै मिल्थ्यौँ। गाउँ गएको 3 दिनमै मैले गाउँ घुमिसकेको थिएँ। केही नयाँ गर्ने मन लाग्यो। त्यसैले हामीले खोलामा पौडी खेल्न जाने प्लान बनायौँ। हजुरबुवालाई सोधेर हामी खोलातिर लाग्यौँ। खोला पुग्दा गाउँका अरू केटाहरू पनि रहेछन्। कोही माछा मार्दै, कोही पौडी खेल्दै। हामीले एउटा ढुङ्गामा कपडा राख्यौँ र सिधै पानीमा हाम फाल्यौँ। पौडी खेल्दै गर्दा समय बितेको थाहा नै भएन। अचानक मैले घडी हेर्दा बेलुका 4 बजिसकेको थियो। मैले भने अब घर जाउँ, तर रमेशले भन्यो एकछिन माछा मारेर जाउँ न। हामी सबैले मान्यौँ। म भने अलि पर एउटा ढुङ्गामा बसेर हेर्दै थिएँ। त्यही बेला मैले अर्को ढुङ्गामा एकदम राम्री केटी देखेँ। सेतो लुगा, कपाल खुला र चुपचाप बसिरहेकी। म आफैलाई रोक्न सकिनँ। म उसको नजिक गएँ। तिमीको नाम के हो? मैले सोधेँ। उसले बिस्तारै भनिन्, सुजाता। हामी धेरै बेर कुरा गरिरह्यौँ। मलाई समय बितेको थाहा नै भएन। अचानक पछाडिबाट आवाज आयो, दाई घर जाउँ। म फर्केर हेर्दा रमेश थियो। मैले घडी हेर्दा 7 बजिसकेको थियो। यत्रो छिटो 3 घण्टा बित्यो। म छक्क परेँ। म फर्किएँ, तर त्यो केटी त्यहाँ थिएन। मैले रमेशलाई भने म सुजातासँग कुरा गरिरहेको थिएँ। ऊ एकछिन चुप रह्यो र भन्यो, कुन सुजाता? त्यहाँ त कोही पनि थिएन। तिमी त 3 घण्टादेखि एक्लै बोल्दै थियौ। त्यो सुन्नासाथ मेरो शरीर चिसो भयो। घर पुगेपछि पनि म उसको बारेमै सोचिरहेँ। राति मलाई निन्द्रा नै लागेन। मनले बारम्बार भनिरहेको थियो खोलातिर जाउँ। रातको 3 बजे मात्रै मलाई निन्द्रा लाग्यो। भोलिपल्ट बिहान मलाई ज्वरो आयो। माइजूले औषधि दिनुभयो, तर मन अझै खोलातिरै तानिरहेको थियो। एक रात म अचानक उठेँ र चुपचाप खोलातिर हिँड्न थालेँ। आधा बाटो पुगेपछि पछाडिबाट कसैले मलाई बलियोसँग समात्यो। त्यो रमेश थियो। उसले मलाई घर फर्कायो। सबै कुरा घरमा भनियो। अनि अर्को दिन एकजना जान्ने मान्छे बोलाइयो। उसले मन्त्र पढेर फुक्यो। केही बेरपछि मेरो शरीर हलुका भयो। त्यसपछि उसले भनेको कुरा सुन्दा सबैको रौँ ठाडो भयो। तिमी जससँग कुरा गरिरहेका थियौ त्यो केटी होइन, त्यो किचकन्या हो। तिम्रो भाग्य बलियो भएर बाँच्यौ, नत्र उसले तिमीलाई आफूसँगै लैजान्थ्यो। अर्को घटना। म त्यो बेला कलेज पढ्दै थिएँ। छुट्टीको बेला म साथीहरूको साथमा गाउँ नजिकको जङ्गल घुम्न गएको थिएँ। हामी 4 जना थियौँ। म, सन्दीप, विकास र अञ्जन। पहिला सबै कुरा नर्मल थियो। हामी हाँस्दै फोटो खिच्दै जङ्गलभित्र गइरहेका थियौँ। तर जति भित्र गयौँ त्यति नै वातावरण चेन्ज हुन थाल्यो। चराहरूको आवाज बन्द भयो। हावा पनि एक्कासी रोकिएको जस्तो लाग्यो। सन्दीपले भन्यो, यार फर्कियौ न, ठाउँ ठिक लागिरहेको छैन। तर हामीले उसको कुरा सिरियसली लिएनौँ। केही अगाडि बढ्दा हामीले एउटा सानो पुरानो घर देख्यौँ, जङ्गलको बिचमा, एकदम एक्लो। यस्तो ठाउँमा घर? मैले भने। अञ्जनले हाँस्दै भन्यो, पर्फेक्ट हरर मुभी लोकेसन। हामी मजाक गर्दै भित्र गयौँ। ढोका आफै खुल्यो। भित्र अँध्यारो थियो र चिसो। अचानक भित्रबाट एउटी बुढी आमाको आवाज आयो, आउनुहोस्। हामी सबै चुप भयौँ। एकछिनपछि हामी भित्र गयौँ। भित्र एउटा बुढी आमा बसिरहेकी थिइन्। उसले हामीलाई हेरेर मुस्कुराइन्। थाक्नु भएको होला, बस्नुहोस्, उनले भनिन्। सबैलाई अलि स्ट्रेन्ज लागिरहेको थियो, तर हामी बस्यौँ। उनले पानी दिइन्। म पानी लिन लाग्दा मैले उनको हात देखेँ। हात एकदमै सुक्खा र कालो जस्तो। मलाई अलि डर लाग्यो। विकासले बिस्तारै भन्यो, मलाई ठिक लागिरहेको छैन। त्यही बेला ढोका एक्कासी बन्द भयो। धराम! सबै झस्कियौँ। बाहिर निस्कन खोज्यौँ, तर ढोका खुलेन। बुढी आमा हाँस्न थालिन्। त्यो हाँसो मान्छेको जस्तो थिएन। उनको अनुहार बदलिन थाल्यो। आँखा कालो, मुख लामो। अञ्जन चिच्यायो, भाग! हामी सबै दौडियौँ, तर घरको भित्रको बाटो चेन्ज हुँदै गयो। जता गए पनि उही कोठा। सन्दीप अचानक हरायो। सन्दीप! हामी चिच्यायौँ, तर जवाफ आएन। अचानक माथिबाट आवाज आयो, यहाँ! मैले माथि हेरेँ। सन्दीप छतमा टाँसिएको थियो। उसको आँखा खुला, तर शरीर नचल्ने। म डरले जाम भएँ। बुढी आमा फेरि देखिइन्। एक एक गरेर उनले भनिन्,
हामी झन् डरायौँ। विकास ढोकातिर दौडियो। अचानक ऊ पनि गायब। अब म र अञ्जन मात्रै थियौँ। अञ्जन रोइरहेको थियो। हामी मर्छौँ यार। त्यही बेला मैले भुइँमा केही लेखिएको देखेँ। पछाडि नहेर्नु। मैले अञ्जनलाई भने, जे भए पनि पछाडि नहेर्नु। हामी आँखा अगाडि राखेर हिँड्न थाल्यौँ। पछाडिबाट आवाज आयो, फर्केर हेर। त्यो बुढी आमाको आवाज थियो, तर हामीले हेरेनौँ। अचानक अञ्जन चिच्यायो। उसले पछाडि हेरेको थियो। म फर्केर हेर्नै सकिनँ, तर आवाज आयो। अञ्जन हरायो। अब म एक्लो। म दौडिएँ। अचानक ढोका खुल्यो। म बाहिर निस्किएँ। बाहिर उज्यालो थियो। जङ्गल नर्मल। म पछाडि फर्केर हेरेँ। त्यो घर त्यहाँ थिएन। म गाउँ फर्किएँ। सबैलाई भने, तर कसैले पत्याएन। केही दिनपछि गाउँका एकजना बुढाले भने, त्यो जङ्गलमा एउटा घर देखिन्छ कहिलेकाहीँ। त्यो घरमा जाने, फर्किँदैनन्। म चुप लागेँ। आजसम्म मलाई राति कहिलेकाहीँ त्यो आवाज आउँछ।